पहिला हिसाबले त्यसरी नाफा त्यसरी फाइदा त्यसरी व्यापार बिजनेस अब अहिले त अब एकको ठाउँमा 10 10को ठाउँमा 100 भइसकेपछि त त्यो घटिहाल्छ। अनि अनि त्यही त होइन अब त्यही त बरु चलाउने अलिक कम गरेर आफूले खाने नाफा पनि बरु थोरै खाइदेऊ न होइन। 10 रुपियाँ खान्थ्यो भने 8 रुपियाँ खाइदिउँ 2 रुपियाँ घटाइदिउँ। अनि अहिले सबैतिर त्यही हो के। अब यो ठेक्का सेक्का भेटिया छन् भने अलिकति केही होला, नत्र केही पनि छैन। चलाउँदै